यति हल्ला गर्छ ए छिछि वेट वेट भाग भाग Hey guys, what's up? Welcome back to my channel after long days. ल चाहिँ यो धेरै बेर भ्लग गरिएन अनि there were no content है भ्लग बनाउन नि झ्याउ लाग्न थाल्यो अनि त्यही माथि भ्लग बनाए अनुसार रेस्पोन्स पनि नआउने पहिला पहिला अब सब्स्क्राइबर्सहरु थोरै थिए बट भ्युज हुन्छ नि एउटा होप अलिकति हैन गर्नुपर्छ है भन्ने त्यो टाइपको सम्म चाहिँ हुन्थ्यो तर झन् पछि पछि यार 500 भन्दा नि माथि हुँदा नि अब भ्युजहरु नआउने झ्याउ लाउन थाले थिएन यताउता पनि नजाने यसो भिडियोहरु केही आइरहेको थिएन स्पेशल मोमेन्टहरु कुरेर बस्नुपर्ने हैन नयाँ ठाउँ गएपछि बल्ल कन्टेन्ट आउँछ त्यो त्यो थिंकिङ थियो हैन रुममै बसेर त के कन्टेन्ट दिने हो र सो त्यही सोचिरहेको थिए अनि अब पछिल्लो समयमा देयर कम्स लट्स अफ चेन्जिङ हैन सो अहिले चाहिँ म यता एक ठाउँमा जब गर्छु एन्ड डेली म यो बाटो चाहिँ अप डाउन गर्नुपर्ने हुन्छ सो हिँड्दै त यसो गफ गर्न नि हुन्छ अनि प्लस अब भ्लग पनि हुन्छ भन्ने सोच राखेर फेरि भ्लग कन्टिन्यू गर्दैछु सो साथ सपोर्ट देखाइदिनु होला है एन्ड त्यही हो अनि मेन अब खासै यो गरिहाल्छु भन्ने चाहिँ सोच थिएन बट हिजो एउटा घटना घट्यो के भन्नाले हिजो म उता क्लास गएर फर्किँदै थिएँ अनि फर्किँदाखेरि त्यहाँ एउटा बच्चा र एउटा प्यारेन्ट्स भनौँ न त्यो बच्चाको हेर्दाखेरि त एज्ड अनि एजुकेटेड जस्तै देखिन्थ्यो रहेछ पटमुर्ख साइको हान्दिरह म यतिकै गइरहेको थिएँ होइन अनि त्यसपछि बच्चा खेलाइरहेको रहेछ क्या ऊ चाहिँ अनि बच्चा खेलाइरहेको रहेछ त्यो पनि बाटोमा होइन त्यस्तो बिजी रोडमा जुन चाहिँ अब माथि साइडतिर हात्तीखोर भाटोला जाने त्यो साइडतिर अप डाउन गर्ने मेन रुट हो त्यो बाटो होइन यस्तो बिजी हुन्छ अनि त्यो बाटोमा चाहिँ त्यो बच्चाहरूको सासानो त्यो खेल्ने टोयवाला यस्तो कारहरू हुन्छ नि यस्तै यस्तै कार टाइप नै थियो होइन अनि त्यस्तोमा बच्चालाई राखेर त पुरा बाटोमा हिँडालिरहेको छ यार त्यही नजिकै फेरि पार्क छ कि पार्कमा गएर खेलाउनु नि त्यस्तो कुराहरू होइन त्यो छैन बाटोमा हिँडिरहेको छ अनि धन्दा यतिले के जस्ट मिनी सेकेन्डको डिफ्रेन्समा अलिकति मैले ढिलो ब्रेक हानेको भए त्यो बच्चालाई केही चोटपटक हुन्थेन होइन अनि त्यसपछि त पुरा त्यो भइसकेपछि त फेरि के भन्छ बत्ती छैन अरे ल बत्ती बालेर हिँडिरहेको छु होइन म यत्रो टाढादेखि हर्न दिएर आइरहेको छु होइन अनि काउसती महोत्सव चलिरहेको थियो यहाँ अनि मान्छेहरू एकदमै भिडभाड हुने कि यो टाइममा अनि मैले हर्न दिएर के होइन म एकदमै स्लो ठिक्क थियो मेरो स्पिड पनि अनि आइरहेको छु आफू त्यो हेर्दै नहेरी क्रस गरिदिने कि यार बाटो हेरेर क्रस गर्नुपर्छ नि त्यो नै नगर्ने अनि उल्टो दोष मलाई दिने के भन्छ बत्ती बाल्ने अनि झ्याप्प त्यो बच्चा थिम पुग्ने बेला मैले झ्याप्प ब्रेक हाने कि अनि ब्रेक हानेपछि त्यो लाइट अफ भइहाल्यो स्टार्ट अफ भयो होइन अनि त्यसपछि स्टार्ट अफ भएपछि त अभियसली यो अब पहिलाको मोडलको बाइक हो यसको लाइट अफ भइहाल्यो अनि त सोल्टिल त के भन्छ बत्ती छैन अरे यार रिस उठेर आएर अनि थर्काइदिए तपाईँ बच्चालाई यसरी बाटोमा खेलाउने अझै बत्ती छैन यो त्यो गर्ने आफ्नो गल्ती भएपछि त कमसे कम एक्सेप्ट त गर्नुहोस् भनेर भन्दा मैले त केही पनि भनेको थिएन कि अझै अन्त होइन बाटोमा हिँड्दाखेरि किन अब यसो झैझगडा गर्ने कहिलेकाहीँ भइहाल्छ किन चाहिँ मुखै छोड्नु परेर किन चाहिँ होइन बटन नै लाउनु परेर किन कसैको दिन खराब गर्ने किन मुड अफ गर्ने कसैको होइन त्यो सोचेर हिँड्छु म जहिले पनि उल्टो पेल छ यार नबोलेपछि त हेप्ने के सोल्टी होइन अनि फर्काइदियो अनि गए चुप लाएर सो त्यस्तो इन्सिडेन्टहरू भइहाल्यो भने होइन एज अ प्रुफलाई पनि भयो कसको के गल्ती छ होइन नेपालमा फेरि अब रुल्स रेगुलेसन यस्तो खतरनाक छ कि होइन बडो गाह्रो छ यार भेहिकल्स लिएर हिँड्न पनि कसको गल्ती के गल्ती त्यो हेर्दैन के सिधै जुन चाहिँ अलि ठुलो साधन छ यदि त्यसले गएर ठक्कर हान्यो भने डेफिनेटली त्यसले सबै तिर्नु पर्यो खर्च सर्च सबै त्यस्तो हुन्छ सो त्यही भएर तै पनि काम लाउँछ कि भन्दै प्लस तपाईँहरूलाई यसो होइन केही कन्टेन्ट भेटिहाल्छु कि भनेर त्यही हो अनि यसो गफ गर्दै त भिडियो बनाउँछु भनेर यसो भ्लग स्टार्ट गरेछु फेरि सपोर्ट देखाइदिनु होला एन्ड त्यही हो यसो गफ सफ गर्न नि हुन्छ पहिलाभन्दा अलिकति डिफ्रेन्ट छ बट चिन्नुभयो होला यो बाटोहरू चाहिँ यो चाहिँ काउसती जङ्गल है काउसती र लोकाको बिचको अहिले चाहिँ सबै यो साइडको यो शर्मा पनि पुरा पेन्टिङ गरेर बवाल गरेछ यस चुनावले चाहिँ धेरै उस गरेछ है कति बेरसम्म अड्किरहेको यो कामहरू क्या फटाफट दिइराख होइन ल ठिक छ त्यही हो अहिले चाहिँ म लोका आइपुग्न लागेँ गाइज त्यही हो
अनि अरू दिन पनि हिँड्दाखेरि म चाहिँ यो बाटोमा हिँड्दाखेरि होइन सोच्न चाहिँ सोचिरहेको थिएँ कि म यसो होइन बोलेर यसो हालौँ कि भनेर अनि भिडियो नबनाए पनि म यस्तै बोलेर हिँडिरहेको थिएँ कि एक्लै होइन अनि होइन अरू दिन त भवाल बोल्न आए जस्तो लाग्थ्यो होइन आज अन्त क्यामेरा अलिकति युज भइरहेको बट इट्स ओके त्यही हो गाइज बाटोमा हिँड्दाखेरि चाहिँ एकदम केयरफुल भएर हिँड्नुपर्छ होइन जोगिएर हिँडौँ त्यही हो यताउता हेरेर सबैजना म 2-3 चोटि परिसकेँ यार यस्तो यार एकचोटि अस्ति नै त्यहाँ प्रगत नगर चोकमा म चितवन गएर फर्किथेँ त्यति बेलामा त्यो स्कुलको स्टुडेन्ट रहेछ म पहिला पढेको स्कुलको स्टुडेन्ट यो भाइ फेरि यार देख्दा देख्दै है हतार भएको कि उसलाई फेरि होइन अब हुन त एज नै त्यस्तो होइन अब टिनेजको बेलामा त्यो हुन्छ नि मनमा एउटा ओ त्यो त्यहाँ आइरहेको छ त्यसलाई म ठ्याक्क क्रस गर्छु त्यो त्यो सोच्यो होला उसले होइन अनि म आइरहेको थिएँ उताबाट आउँदाखेरि होइन ट्याक्क चोकमै हो कि अनि स्वाट काटिदिन्छ यार म यस्तो उभि ब्रेक हानेको यार त्यति बेला होइन उभि ब्रेक हान्दा नि हानेकै झ्याममै भन्दा केही चोटपटक चाहिँ लागेन अनि वरिपरि भएको मान्छेहरूले चाहिँ गाली गरिरहेको थियो त्यो भाइलाई अनि ब्रेक फेल भयो कि पछाडिको भन्दै थियो भाइले होइन सायद यता तलतिर सालघारीतिर होला ल त्यही हो अनि अब मैले जब चाहिँ कहाँ के गर्छु भन्दाखेरि यता पर्वत नगरतिर एउटा डान्स क्लास छ हुन त अहिले अर्को पनि फेरि खुलेछ डान्स क्लास त यहाँ पनि छ बट मैले काम गर्ने चाहिँ अलि उता हो ल अब चाहिँ डान्स क्लास पनि आइपुग्न लाग्यो तर हजुरहरूसँग गफ गरेर हिँडेको त कति छिटो आइपुग्यो हौ म चाहिँ सरासर जान्छु है ओके अलराइट गाइज ल म आइपुगेँ मेरो क्लासमा यिनीहरू हाँसिरहेको कि यिनीहरू चाहिँ सबै मेरो स्टुडेन्टहरू है सबै स्टुडेन्टहरू होइन तै पनि मेरो सब्सक्राइबर यता सुन घर गएर जिकेएम भ्लग्स भनेर सर्च हान्ने टिकटकमा नि युट्युबमा नि है ल गाइज यो चाहिँ क्लास है जिकेएम भ्लग्स सब्सक्राइब गर्नु अनि त्यो नाम हो तिमीहरू बुझ्दैनौ बच्चा बच्ची छौ ल त्यो गएर चाहिँ त्यस्तो गर्ने ल अब यही हो अहिले लड्स अफ स्टुडेन्टहरू आउँछ अनि यहाँ आएर चट्ट क्लास चलाउनु पर्ने हुन्छ ल गाइज म विपत्तै थाकेँ होइन डान्स सिकाएर अनि बच्चाहरू आधा आधी गइसकेँ अनि कोही आधा आधी बच्चाहरू यता छन् यिनीहरू सब यति हल्ला गर्छन् कि ओ माई गड के भनौँ ल त्यही हो म एकदमै हेर्नु मेरो हालत त्यस्तो भयो गाइज मेरो भ्लगमा चाहिँ जुनियर सुरक्षा केसी हो थ्याङ्क यू यता हो त जुनियर सुरक्षा केसी डुप्लिकेट सुरक्षा केसी अब यिनीहरू बाउलाई गाइज ल अब चाहिँ चट्ट लाएर हेर्नु रात परिसक्यो होइन लास्ट लो थाक्छ यार के भनौँ म यार भन्न मन लाउँछ फेरि कोहीलाई फेरि यार भनेको मन पर्दैन ल अब चाहिँ सरासर जाम है लास्ट लामो जङ्गल काट्नु छ बल्ल म अहिले प्रगत नगर चोकमा छु यो देख्न सक्नुहुन्छ प्रगति नगरको नाइट भ्यू आजभोलि फेरि यो पेट्रोल डिजलको भाउ बढेसँगै यो रोड त्यति बिजी त हुँदैन त्यही बिजी नभएर झन् गाह्रो छ कि किनभने अब जङ्गलको बाटो सुनसान अलि एक्लै हिँड्न चाहिँ डर लाग्ने फेरि अब भोलि बिहानै आउनु पर्ने हुन्छ म आज तपाईँहरूलाई यसो काउसतीको नाइटको चहल पहल देखाउँछु है धेरै बेरपछि भ्लग बनाएको बवाल लागिरहेछ होइन कता कता बवाल लागिरहेछ कता कता झ्याउ लागिरहेछ के भनौँ जस्तो लागिरहेछ ओ माई गड अब भने फाइनली जङ्गल स्टार्ट भयो गाइज यो काउसती जङ्गल हो देख्न सक्नुहुन्छ अनि काउसती जङ्गलमा म एक्लै बाइक चलाउँदैछु त्यहाँ टाढाको लाइट फालेर आउँछन् कि उता अपोजिट डिरेक्सनबाट आएको यो भेहिकलहरूले फेरि भोलि फेरि इक्जाम छ ओ माई गड तनाव छ गाह्रो ल गाइज दिस इज द नाइट भ्यू होइन नाइटमा यस्तो हुन्छ है बाटोमा पुरा के हो यता पिलिक गर्दै ल के हो यस्तो बवाल शीतल भएछ है शीतल भयो ल अब चाहिँ फाइनली हामी काउसती आइपुग्न लाग्यौँ है अगाडि देख्न सक्नुहुन्छ काउसतीको झिलिमिली पछाडि बवाल झिलिमिली आएको थियो गयो कस्तो पेलेको यो जाँठोले यो ठुल्ठुलो गाडीहरू त औडा पेल्छन् कि साइड लाइट यसो बुझ्छन् होला ल म चाहिँ आइपुगेँ फाइनली काउसती बजार है यो फलफुल चोक हो ल यता यस्तो झिलिमिली छ स्याट रोड क्रस गर्नुपर्ने हुन्छ होइन
त्यो यार चुम्बनै गर्ला जस्तो गरेर नजिकैबाट आउँछ त हौ। ल यो चाहिँ काउसटीको नयाँ पेट्रोल पम्प यहाँ देख्न सक्नुहुन्छ। तपाईँहरूले पेट्रोल दिन सक्नुहुन्छ। एन्ड दिस इज काउसटी फलफुल चोक बजार लाइन भन्छ है यता चाहिँ। आजभोलि खासै भिड हुँदैन भयो, कुनै जमानामा त कस्तो भिड हुन्थ्यो नि। अहिले त नेपालमा मान्छे छैन हुन त। म चाहिँ यसो सर र बिपी चोकतिरबाट घुमेर गइदिन्छु है त। ल यो के चोक भन्छ मलाई थाहा छैन। अब यहाँबाट स्यान्टै त जानुपर्ने हुन्छ, अनि यहाँबाट यस्तरी यो चाहिँ बिपी चोक लाइन भयो होइन। ल हेर्नु कस्तो टाढाको फालेर हिँड्छ कि यो, कस्तो मूर्ख होला है। ल यही हो। ल यता चाहिँ फेन्सी पसलहरू, सानतिनो होटेलहरू, रेस्टुरेन्टहरू, खोइ बाटो फेरि यस्तै छ। अनि टक्क लाएर ओ ओ ओ कपडा फेन्सी पसल यहाँ एउटा मार्ट छ। ल यताको बाटो नहिँडेको धेरै भयो थियो, आज हिँडियो। ए यहाँ त चेकिङ पुलिसहरू बस्छ यार। ओ माई गड गाली गर्छ अहिले यार, छिटो छिटो गइहाल। हैट हैट भाग 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 हैट। ल यही हो काउसटीको नाइट लाइफ होइन। मैले चाहिँ यस्तै प्लान गरिरहेको छु कि होइन। प्लान त मैले के गर्छु यार होइन, भने जस्तो हुँदैन र पो। मैले के सोचिरहेको थिएँ भने अब होइन 200 रुपियाँको जति पेट्रोल हालौँ, अनि त्यसपछि पेट्रोल हालेर होइन टट्ट यसो रातिमा भन्दा पनि साँझमा होइन एक राउन्ड काउसटी बजार गफ हान्दै यसो डुल्दिउँ होइन। कन्टेन्ट त्यसै भइहाल्यो भिडियो होइन, नहालिराख्नु भन्दाखेरि त त्यस्तो बनाएर भिडियो हाल्छु भन्ने सोचेको थिएँ, बट मिलेन कि। पेट्रोलको भाउ यस्तरी बढ्यो कि बाफ्रे गाह्रो छ। त्यही भएर चाहिँ त्यही छ, पछि उस गरौँला होइन। तर म हिँड्दा पछि चाहिँ बनाउँछु है काममा, यताउता हिँड्दा पछि चाहिँ अब सट्ट साइड लाइट दिएर। ओहो वाउ। ए छिछि के भनेको त्यस्तो हो। ल गाइस सरासर जाम आजको लागि यति नै। भ्लग के कस्तो लाग्यो, इन्जोय गर्नुभयो होला भन्दै अब भोलिको फेरि भ्लगमा गफमा कुराकानीमा भेट्छु। आजको लागि बाई बाई।